ल नमस्ते सबैजना। अब चाहिँ आज हामी के भन्छ भन्दाखेरि वन साइडेड इररको हैन अगाडिको भिडियोमा हामी वन साइडेड इररको लेजर कसरी बनाउने बिफोरको केसमा हैन, तर त्यही वन साइडेड इररको हैन त्यही वन साइडेड इररको अब आफ्टरको केसमा आयो भने जर्नलिटी बनाउनु पर्ने हुन्छ। सुन, आफ्टर errors locating after preparation of trial balance है, errors locating after preparation of trial balance। अस्ति मैले के पढाएको थिएँ बिफोरमा थियो हैन, अस्ति पढाएको के थियो बिफोरमा है, बिफोरमा। अहिले म वन साइडेडै पढाइरहेको छु। कुन इरर पढाइरहेको छु? वन साइडेड इरर। वन साइडेड इरर, वन साइडेड इरर। त बिफोरको केसमा हामीले वन साइडेड इररमा जुन साइडको एकाउन्टमा मिस्टेक भएको हुन्छ र जुन एकाउन्टमा मिस्टेक भएको हुन्छ त्यो एकाउन्टलाई लेजर बनाएर सच्याउने भनेर सिकाएको थियो। अब ट्रायल ब्यालेन्स बनिसकेपछि यदि गल्ती पत्ता लागेको छ भने त्यो किन लेजर बनाउनु पर्यो भन्दाखेरि त्यो त ट्रायल ब्यालेन्स भन्दा पहिला पत्ता चलिहाल्यो। त ट्रायल ब्यालेन्स भन्दा पहिला के थियो त? लेजर। त्यसकारण चाहिँ हामी लेजरबाटै सच्याइदियो त्यसलाई। तर अब ट्रायल ब्यालेन्स कम्प्लिट भइसक्यो अनि चाहिँ के भयो त हामीलाई थाहा लाग्यो कि यहाँ मिस्टेक भएको छ भने त्यो अवस्थामा ट्रायल ब्यालेन्स त मिलेको हुँदैन। त हामीलाई एउटा कुरा के बुझ्नुपर्छ, जब ट्रायल ब्यालेन्स मिल्दैन त तत्कालको लागि गल्ती पछि पत्ता लाग्छ नै हैन, पछि त खोज्छ नै, तत्कालको लागि त्यो ट्रायल ब्यालेन्सले बराबर गरेर राख्छ र जुन रुपैयाँ घट्छ त्यसलाई सस्पेन्स एकाउन्ट भनेर राख्छ। जस्तो कि हेरौँ, मानौ यो ट्रायल ब्यालेन्स छ हैन, यो के छ त? ट्रायल ब्यालेन्स छ। ध्यान दिनु, पार्टिकुलर हैन, एलएफ डीआर सीआर। अब हेर है, अब यहाँ ध्यान दिनु, मान्यो कि ट्रायल ब्यालेन्स बनायो, हामी जर्नल बनायो, लेजर बनायो हैन, ट्रायल ब्यालेन्स बनायो, रुपैयाँहरु राख्यो, अनि हामी जब जोड्न आयो, टोटल गर्न आयो त नियमले त दुईटै साइड बराबर आउनु पर्यो नि। तर के भयो, बराबर आइदिएन है। मानौ कि यतातिर जोड्दा 80,000 भइदियो तर यतातिर जोड्दा मानौ 78 मात्र भइराखेको छ, 2000 घटिराखेको छ हैन। अब 2000 घट्नुको अर्थ कहीँ न कहीँ त गल्ती छ, कतै न कतै त गल्ती भइरहेछ भनेर हाम्रो दिमागले त सट मारिहाल्यो। त्यसो भए हामी के गर्छौँ, तत्कालको लागि गल्ती त खोज्ने काम हुन्छ नै, तर तत्कालको लागि जहाँ जति रुपैयाँले घटिरहेको हुन्छ नि, मानौ कि यहाँ 2000 रुपैयाँले घटिरहेको हुन्छ नि, त्यो 2000 रुपैयाँ थपेर यहाँ 80,000 पुगाइदिने र यो 2000 को नाम के दिनुपर्छ? सस्पेन्स एकाउन्ट। सस्पेन्सको मतलब हुन्छ यो रुपैयाँले कन्फर्म भइसकेको छैन, यो के को रुपैयाँ घटिरहेछ, सस्पेन्समा छ अहिले। सस्पेन्सको मतलब सबैलाई थाहा छ नि त हैन, कन्फ्युजनमा छ, यो रुपैयाँ के को हो, पर्चेजमा मिस्टेक भएको छ कि सेल्समा मिस्टेक भएको छ कि राममा कि श्याममा कि मोहनमा, जहाँ कहाँ मिस्टेक भएको छ भन्ने कुरा चाहिँ थाहा नहुनु तत्कालको लागि यसको कुनै पर्फेक्ट नाम नदिएर सस्पेन्स भनेर 2000 रुपैयाँ के गरिदिन्छ त? राखिदिन्छ। इट मिन्स 2000 4000 जति रुपैयाँले घट्छ त्यति रुपैयाँले के गर्छ त? सस्पेन्स रुपैयाँ खोलेको हुन्छ। र जब गल्ती भेटिहाल्छ, यो कारणले गल्ती भएको थियो, यो कारणले रुपैयाँ यहाँ घटेको थियो भने ठ्याक्कै यो रुपैयाँले के गर्नुपर्छ? हटाएर त्यो रुपैयाँले ल्याइदिनुपर्छ। इट मिन्स पर्चेजमा मानौ मिस्टेक भएको कारणले यो भएको छ भने सस्पेन्सलाई हटाएर यहाँ पर्चेजलाई रिप्लेस गरिदिन्छ। कुरा बुझ्यो नि? त पहिला त हामीले गल्ती हुने बित्तिकै यसमा त सस्पेन्स त अलरेडी आइसकेको हुन्छ। अब यसलाई हटाउनको लागि हामीलाई थाहा छ कि कुनै पनि कुरालाई हटाउनको लागि ठ्याक्कै उल्टो इन्ट्री मार्नुपर्छ, तब हट्छ। प्लसलाई हटाउनको लागि माइनस हान्नुपर्छ, माइनसलाई हटाउनको लागि प्लस हान्नुपर्छ। त्यस्तै डेबिटलाई हटाउनको लागि क्रेडिट, क्रेडिटलाई हटाउनको लागि डेबिट। यदि मानौ यो 2000 रुपैयाँ सीआरमा सस्पेन्स राखिसकेको छ, मलाई यो सस्पेन्सलाई हटाउनु छ, त म यसलाई के गरिदिन्छु? डेबिट गरिदिएपछि आफै हटिहाल्छ नि, कटिहाल्छ नि त हैन। यदि मानौ यो सस्पेन्स मानौ डीआरमा खुलेको हुन्थ्यो, यता 80 यहाँ 78 डीआरमा खुलेको भए त यो सस्पेन्सलाई हटाउनको लागि के गर्थ्यो? सीआर गर्छौँ। इट मिन्स
डेबिट साइडको सस्पेन्स हटाउनको लागि सीआरमा लग्ने र सीआर साइडको सस्पेन्स हटाउनको लागि डीआरमा लग्ने। अब भन्छु कि सर यो सस्पेन्स किन खुल्यो? कहाँ खुल्छ त? जहिले पनि सस्पेन्सको ठाउँ त्यहाँ छ जहाँ रुपैयाँ कम हुन्छ। कहिले पनि बढी रुपैयाँवाला साइडमा सस्पेन्स खुल्दैन। सस्पेन्स जहिले पनि कहाँ खुल्छ त? जुन साइडमा रुपैयाँ कम हुन्छ त्यहाँ खुल्छ। यो साइडमा किन सस्पेन्स लेख्यो? किनभने यहाँ रुपैयाँ घट्यो। जुन साइडमा रुपैयाँ घट्छ त्यो साइडमा सस्पेन्स रहन्छ। यो कुरा दिमागमा मन मस्तिष्कमा बसाइहाल्नु कि जहाँ रुपैयाँ घट्यो ट्रायल ब्यालेन्समा त्यहाँ कसको जन्म हुन्छ? सस्पेन्सको जन्म हुन्छ। रुपैयाँ घट्नु सस्पेन्स आउनु। कुरा बुझ्यौ? अब रह्यो कुरा यसलाई कसरी हामी जर्नलिटीमा लग्ने र कसरी सच्याउने त यसलाई, हैन? अब हेरौँ, जस्तो कि म एउटा इक्जाम्पल दिन्छु अहिले है। एउटा इक्जाम्पल हेरौँ, यसरी भन्छ पर्चेज बुक वाज ओभरकास्ट बाई आरएस 500। सुन, अब यो त वन साइडेड एरर हो भन्ने कुरा हामी अगाडि नै बुझिसकेको छौँ, होइन? अब यदि अहिले बिफोर भइदिएको भए ठ्याक्कै म पर्चेजको लेजर एकाउन्ट खोलेर अनि म त्यसलाई सच्याइहाल्थेँ। तर अहिले त आफ्टर छ। आफ्टर भन्ने बित्तिकै जर्नलिटी बनाउनु पर्ने छ। अब तिमी सोच, ट्रायल ब्यालेन्स बनिसकेको छ। अब यसको इफेक्टको कारणले गर्दा ट्रायल ब्यालेन्समा सस्पेन्स कहाँ खुलेको होला भनेर हामी सोचौँ त। हेरौँ, पर्चेज कहाँको आइटम हो? डेबिटको। त डेबिट के भएको छ? ओभर। इट मिन्स धेरै लेखाइहालेको होला। त डेबिट साइडमा धेरै लेखाउनुको अर्थ यो भयो कि रुपैयाँ कहाँ घटेको होला? क्रेडिट साइडमा। त्यसो भए सस्पेन्स कहाँ होला? क्रेडिट साइडमा सस्पेन्स होला। इट मिन्स सस्पेन्स क्रेडिट साइडमा होला। यो त गल्तीको कारणले सस्पेन्स क्रेडिटमा गयो। अब मलाई के गर्नु छ? ठिक गर्नु छ। त यो सस्पेन्सलाई के गर्नु पर्यो? हटाउनु पर्यो। किन? गल्ती कहाँ थियो? पर्चेजमा थियो। यो गल्तीको कारणले गर्दा सस्पेन्स सीआरमा थियो। अब मलाई के गर्नु छ? यो ठाउँमा कसलाई ल्याउनु छ? पर्चेजलाई। सस्पेन्सलाई यहाँबाट भगाउनु छ। त यो सस्पेन्स सीआरमा छ। यसलाई भगाउनको लागि के गर्नु पर्यो? यो सीआरमा कसलाई ल्याउनु पर्यो? पर्चेजलाई। पर्चेजलाई सीआरमा ल्याउनु पर्यो। एन्ट्री बनाइदियो, सस्पेन्स एकाउन्ट डेबिट, सस्पेन्स एकाउन्ट डेबिट। अब को आयो? टु पर्चेज एकाउन्ट। कति सजिलो छ हेर त। बिङ क्वेसन लेखिदिनु, पर्चेज बुक वाज ओभरकास्ट लेखिदिनु अनि कमा दिएर, हेर नरेसन, कमा दिएर लेखिदिनु नाउ रेक्टिफाइड। भइहाल्यो। कुरा बुझ्यौ? अब यो ठिक भइहाल्यो भनेर भन्नुपर्छ के यो गल्ती थियो, अब रेक्टिफाई भइसक्यो। यो सच्याएर नआएको एन्ट्री हो। यो गाह्रो छ? एकदम सजिलो छ के। ल त्यसो भए एउटा अझै हेर त, यसरी भन्छ हो वन साइडेड। सेल्स रिटर्न बुक वाज अन्डरकास्ट बाई आरएस 200। ल यसको मलाई गरेर देखाउ त। के भयो? ल यसको गरेर देखाउ त मलाई है। अब तिमीहरूलाई कसलाई भयो हेर। यहाँ हेर त, एकदम यसको यही टेक्निकबाट यो पनि भन्छ। सुन, सेल्स रिटर्न भनेको त डेबिट आइटम हो, होइन? सेल्स भनेको सीआर आइटम हो। सेल्स रिटर्न त डेबिट आइटम हो। त सेल्स रिटर्न डेबिट आइटम भनेको डेबिटमा के भयो? अन्डरकास्ट। अन्डरकास्टको मतलब के? रुपैयाँ कम भयो। कुरा बुझिरहेछौ? कुरा बुझिरहेछौ? अन्डरको मतलब के भयो? रुपैयाँ कम भयो। त कहाँ कम भयो रुपैयाँ? डेबिटमा। त जहाँ कम हुन्छ त्यही न सस्पेन्स हुन्छ। सस्पेन्स कहाँ हुन्छ? जहाँ कम हुन्छ, होइन? त सस्पेन्स डेबिटमा आइदियो। कहाँ आइदियो? डेबिटमा। अब सुन, अब त यो गल्तीको कारणले सस्पेन्स आएको थियो डेबिटमा। अब यसलाई यो डेबिटबाट हटाएर यसलाई कहाँ ल्याउनु पर्यो? यो ठाउँमा कसलाई ल्याउनु पर्यो? सेल्स रिटर्नलाई ल्याउनु पर्यो। त सेल्स रिटर्नलाई डेबिटमा ल्याउनु पर्यो। त सेल्स रिटर्न डेबिट टु सस्पेन्स एकाउन्ट। सेल्स रिटर्न एकाउन्ट डेबिट टु सस्पेन्स
एकाउन्ट नारेसन त भइहाल्छ। ल एउटा अझै दिनु ल ल त्यसो भए एउटा दिइरहेको छु है सजिलो वाला। यसपालि जो गल्ती गर्छौ यो पुरै उसको मुखमा कालो बनाइदिन्छ। ल क्रेडिट सेल्स टू राम ऑफ आरएस 30 रुपया, डेबिटेड एज आरएस 32 र गरौँ न यसलाई 32 आरएस 23 रुपया उल्टो भइदियो इन हिज एकाउन्ट। ल यो गर त। अब यसमा आएर के हुन्छ भन्दाखेरि त्यो ल्याउ त हेर। अब यहाँ क्रेडिट सेल्स टू राम त्यसको इन्ट्री हुन्छ राम टू सेल्स हुन्छ कि हुँदैन? राम एकाउन्ट डेबिट टू सेल्स एकाउन्ट 32 रुपया हुनुपर्ने थियो कि थिएन? 32 हुनुपर्ने थियो तर उसले के गरिदियो हिज एकाउन्टको मतलब उसको एकाउन्टमा 32 नलेखेर के लेखिदियो 23। यसको अर्थ यो भयो कि यो सेल्स एकाउन्टमा गल्ती गरेन उसको एकाउन्टमा गल्ती गर्यो रामको एकाउन्टमा। यहाँ कति रुपियाँ थप्नु पर्यो 9 रुपियाँ तब न 32 हुन्छ। यसको मतलब डेबिटमा के भएको थियो डेबिटमा 23 रुपियाँ थियो यहाँ थियो 32 रुपियाँ त यहाँ त 9 रुपियाँले सस्पेन्स होला नि त डेबिटमा। अब यो 9 रुपियाँ सस्पेन्स हटाउनु पर्यो कि परेन त यसलाई कहाँ लग्नु पर्यो क्रेडिटमा। यो ठाउँमा कसले ल्याउनु पर्यो रामले ल्याउनु पर्यो त राम डेबिटमा आउनु पर्यो कि परेन त राम एकाउन्ट डेबिट सस्पेन्स हटाउनु पर्यो भने कहाँ जान्छ त सिआरमा सस्पेन्स एकाउन्ट 9 रुपियाँ। नारेसन लेख्न एकदम सजिलो छ नाउ रेक्टिफाई लेख्दिनु क्वेसन सरेर। कुरा बुझ्यो गाह्रो छ छैन? ल त्यसो भए एउटा गरेर देखाउ त फेरि। वन साइडेड इरर आज यो कम्प्लिटै भइहाल्छ अनि म अर्को दिन टु साइडेड इररमा जान्छु। परचेज गुड्स of RS 9000 from Sita and wrongly credited to Sita account as RS 900 लगा रहा था यो 9000 फ्रॉम सीता। यसको जर्नल इन्ट्री के हुन्छ परचेज एकाउन्ट डेबिट टू सीता एकाउन्ट हैन यो हुन्छ कि हुँदैन? सीता एकाउन्ट 9000 यस्तो हुनुपर्ने थियो तर गल्ती कहाँ भइदियो सीतामा 9000 नलेखेर 900 लेखिदियो हैन त परचेजमा त गल्ती भएको छैन त परचेजलाई किन सच्याउने? परचेज त ठीक छ गल्ती त सीतामा भएको छ। अब सुन त परचेज अब ट्रायल ब्यालेन्स बनाउँदा परचेज त डेबिटमा हुन्छ 9000 सीता कहाँ हुन्छ क्रेडिटमा हुन्छ 900 त यो त ठीक छ। गल्ती कहाँ छ सिआरमा हैन त यहाँ 8100 रुपियाँ घटिरहेछ कि छैन त सस्पेन्स कहाँ छ सिआरमा छ सस्पेन्स कहाँ छ सिआरमा। अब यसलाई त के गर्नु पर्यो उडाउनु पर्यो सस्पेन्सलाई त यसलाई कहाँ लग्नु पर्यो डेबिटमा। यो 8100 निर कसले ल्याउनु पर्यो सीतालाई हैन त यसको मतलब सस्पेन्स एकाउन्ट डेबिट यसको इन्ट्री हुन्छ सस्पेन्स एकाउन्ट डेबिट टू सीता एकाउन्ट 8100 हेर त गाह्रो छ छैन? गाह्रो छैन एकदम सजिलो छ है। बाई बाई अब ल है अब यो आज वन साइडेड इररको आफ्टरको केसमा कसरी जर्नल इन्ट्री बनाउने यो सस्पेन्सको सपोर्ट लिएर सस्पेन्सको हेल्प लिएर यो टेक्निकबाट जर्नल इन्ट्री बनाउँदा सजिलो हुन्छ। यो वन साइडेड इररको दुईटा केस अगाडिको भिडियोमा बिफोरको केसमा लेजर बनाउन सिकाएको थिएँ आफ्टरको केसमा जर्नल बनाउन सिकाएको थियो र टु साइडेड इररको कुराहरूको भिडियोमा आउँछ।
टु साइडेड इररको कुरा जुन छ त्यो टु साइडेड इररमा वान बिफोर भए पनि आफ्टर भए पनि जर्नलिटी बनाउनु हो, त्यो कुरा चाहिँ म अर्को भिडियोमा लिएर आउँछु। हस् आजलाई यतिकै।